आज अन्तर्राष्ट्रिय खुसियाली दिवस। बीबीसीको प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा खुसी युवा पुस्ता देखिएका छन्। आज अन्तर्राष्ट्रिय खुसी दिवस अरे। नेपालमा सबैभन्दा धेरै खुसी अरे मान्छे। यति खुसी छौं नि नेपाली। हो, नेपाली साह्रै खुसी छ। नेपालमा स्रोत साधन सबै छ, कल कारखाना छन्, काम पाउँछन्, प्रशस्त मान्छे चाहिँ पैसा हुन्छ र यहाँ सबै खुसी छन्। अब विदेश कोही पनि जाँदैन, सबै नेपालमा भरिपूर्ण छ। सबैलाई ट्रकका ट्रक पैसा पाएका